हेलो एभ्रिवन वेलकम ब्याक इन फेरि पनि सबैलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ टक्क बिहानको 8 बजिरहेछ। अनि म चाहिँ अब यसो बाहिर बसेर हावा खाँदै है। अनि अब केही कुराहरू भन्न मन लाग्यो क्या, यो विदेशको बसाइ चाहिँ किन यस्तो धेरै गाह्रो होइन। अझै गाह्रो बसाइ भनेको त जापानको बसाइ गाह्रो लाग्छ रे, सबलाई गाह्रो लाग्छ अरे होइन। मलाई पनि पहिला चाहिँ त्यस्तो गाह्रो फिल हुन्थेन होइन। अब चाहिँ गाह्रो फिल भइरहेछ। लगभग म अब एक्लै बस्न थालेको पनि लगभग 1-1.5 महिना जस्तो भइरहेछ होइन। मैले एक्लै रुम लगेर बसिरहेको छु रेन्टमा होइन, टोकियो जस्तो ठाउँमा। अनि त्यसपछि अहिले आएर मलाई पनि फिल भइरहेछ कि जापानमा चाहिँ साँच्चीकै गाह्रो हुँदो रहेछ भन्ने कुराहरू होइन। अब रेन्टदेखि लिएर होइन, स्कुल फीहरूदेखि लिएर ग्यास, वाइफाई, पानी, बिजुली सबै कुराहरू यो गर्दाखेरि चाहिँ अलि मलाई पनि अब गाह्रो भइसक्यो होइन। अब जापानमा को अब एक्लै बस्दै हुनुहुन्छ, कुन ठाउँमा बस्दै हुनुहुन्छ होइन। तपाईहरूले बरु मलाई अलिकति, म त अहिले भर्खरै नयाँ हो नि त, मैले रुम लगेर बसेको त म नयाँ हो। जो अब पहिल्यैदेखि रुम बस्दै हुनुहुन्छ उहाँहरूले चाहिँ बरु मलाई केही आइडियाहरू दिनुहोस् होइन। यसरी गर्दा चाहिँ सस्तो हुन्छ, अथवा यसरी गर्दाखेरि सजिलो हुन्छ, अथवा यसरी गर्दाखेरि के हुन्छ भनेर बरु मलाई यसो एडभाइसहरू दिनुहोस् होइन। मलाई चाहिँ लास्ट गाह्रो भइसक्यो। अब एक्लै सर्भाइभ गर्न गाह्रो छ होइन। अब के गर्ने, के छ आइडियाहरू होइन। अनि त्यो बरु मलाई यसो सेयर गरिदिनुहोस् भन्छु होइन। के गर्ने है विदेशमा, अब मेन भनेको सर्भाइभ गर्नु हो नि त विदेशमा। अब म पनि 1.5 महिना जस्तो भयो टोकियो एउटा एरियामा बस्छु। मैले अब रुम जति बेला मैले रुम सरिरहेको थिएँ, जुन रुम सर्ने दिनको भिडियो मैले युट्युबमा हालेको थिएँ, त्यसपछि यो मेरो रुम सरेपछिको मेरो यो दोस्रो भिडियो हो। पहिलो भिडियो चाहिँ जे होस् इन्ट्रेस्टिङ नै थियो। अब रुम सर्दैछु नयाँ ठाउँमा, आफै एक्लै बस्दैछु, आफ्नो पर्सनल रुम हुन्छ यहाँ त्यहाँ भनेर अलिक ह्याप्पी पनि थिएँ, खुसी पनि थिएँ। सबै कुराहरू थियो नि त नयाँमा, सबै कुरा राम्रै लाग्छ। बिस्तारै अहिले अब लाइफ अब डेली अब अगाडि बढ्दै जाँदा अब अहिले चाहिँ अब रेन्टहरू पे गर्ने बेला यताउता चाहिँ अलिकति ओहो गाह्रो रहेछ है भन्ने फिल भइरहेछ क्या। अब त्यस्तो गाह्रो पनि होइन, गाह्रो हुँदो रहेछ है, खर्च धेरै हुँदो रहेछ है, सबै कुराहरू कसरी म्यानेज गर्ने होला भन्ने अब नयाँलाई त थाहा हुन्न नि त, नयाँ रुम सरेकाहरूलाई थाहा हुन्न। त्यही भएर बिस्तारै थाहा होला होइन। अब त्यही पनि अब गाह्रो जस्तो फिल भइरहेछ मेरो। अनि वरिपरि चाहिँ यस्तो ठुल्ठुलो बिल्डिङहरू छ। मेरो चाहिँ 4 माला माथि हो होइन, 4 तला माथि हो। अनि यहाँ चाहिँ जस राम्रो भ्यू चाहिँ राम्रो देखिन्छ। अब भ्यू राम्रो देखेर के गर्नु, पैसा पनि राम्रै छ। अनि टक्क मेरो लुगाहरू सुकाउने यहाँ बनाएको छु। मेरो छतमा चाहिँ मेरो कोठा मात्रै छ नि त, सो चिल छ। अनि यहाँ कहिलेकाहीँ आफै बसेर यहाँ त्यहाँ ऐना राखेर म कपाल यहीँ काट्छु आफै होइन। अनि त्यही हो। अनि यो चाहिँ ब्याग छ, यो ब्याग चाहिँ फाल्नुपर्ने छ फोहोरमा। अब जापानमा चाहिँ अब पैसा तिरेर फाल्नुपर्छ नि त। अब यहाँभित्र केही छैन, सब खाली छ, त यसलाई पनि पैसा तिरेर फाल्नुपर्छ क्या होइन। त्यही भएर चाहिँ यसलाई पनि पैसा तिरेर फाल्ने हो। अब के गर्ने चाहिँ के गर्ने। मेरो कोठा भइहाल्यो, एक्लै जिन्दगी है। अनि टक्क इन्ट्री हुन्छ मेरो कोठाभित्र। अनि यहाँ अब मेरो जुत्ताहरूको कलेक्सन छ, त्यहाँ पनि कलेक्सन छ। म अलिकति जुत्ताहरूमा अलिक सक धेरै राख्छु। यहाँभित्र टम्मै छ जुत्ताहरू। सो अब के देखाउँ, के फ्लेक्स गर्नु होइन। अब मेरो यहाँ भाँडा गिजमिज छ, अब राति खाएको है, अब अहिले धुनुपर्छ। किनकि अब अलिकति एक्लै भएपछि अलिक मिठो खान मन लाग्दो रहेछ। थोरै पकाए पनि मिठो पकाउने खाने भन्ने हुन्छ नि त। सो अलिकति पकाएर पनि खाइयो। अनि अहिले पनि यहाँ भात लगाएर चाहिँ पाक्दैछ। अनि त्यसपछि मेरो फ्रिज चाहिँ मेरो लागि ठिक छ नि त, म एक्लै छु नि त। अनि त्यही भएर सानो फ्रिज छ है। अनि टक्क लाइट बालिदिउँ न के छ र। अनि टक्क मलाई एक्लैलाई पुग्ने सामानहरू टक्क सब भरेर राखेको छु यहाँ है। टक्क सागहरू छ, म साग अलिकति तरकारी लभर हो नि त। त्यही भएर चाहिँ मेरो लागि चाहिँ ठिक छ, एक्लै चुलो छ है, ठिक छ। सबै कुरा चाहिँ ठिक छ। अब भाडा मात्रै महँगो छ। अब केटा मान्छेको रुम कस्तो हुन्छ म तपाईँलाई देखाइदिन्छु होइन।
त्यो बेला पनि देखाउन त देखाएको थियो, त्यो बेला अलिकति मेन्टेनेन्स भएको थिएन नि त अलि राम्रोसँग, सबै कुरा सेटअप भइसकेको थिएन। अहिले चाहिँ लगभग सेटअप भयो। अब बेडको उ गर्दैछु, बेड नेक्स्ट महिना मात्रै आउँछ होला, पैसा पनि छैन नि त यताउता, त्यही भएर अब बेड चाहिँ नेक्स्ट मन्थ मात्रै किनिन्छ। अहिले चाहिँ अब यत्तिकै एडजस्ट गरिरहेको छु। अनि मेरो बेड चाहिँ यो भयो है, मलाई अलिकति टक्क मिलाएर राख्न मन लाग्छ, त्यही भएर मेरो सेटअप चाहिँ यो हो। अनि यो चाहिँ अब मेरो हुने नै भयो, म जहाँ हुन्छु मेरो डम्बल चाहिँ हुन्छ। अनि मेरो टक्क नेपालको झन्डा, अनि त्यसपछि मेरो अरू के सामानहरू छ है। अनि यो चाहिँ मेरो गोप्रो भइहाल्यो। मलाई चाहिँ यस्तो कुराहरूमा अलिक सक धेरै हुन्छ, बाँकी कुराहरू अनि यहाँ झ्यालमा पनि छ मेरो सामानहरू, यसरी टक्क मिलाएर राखेको छु। अब नदेखाउँ है, सबै कुराहरू देखाउन मिल्ने कुराहरू पनि नहुन सक्छ नि त, त्यही भएर त्यो कुराहरू नदेखाउँ है गाइस। अनि तपाईँहरू चाहिँ कसरी लाइफ सर्भाइभ गर्दै हुनुहुन्छ होइन, आइडियाहरू मलाई दिनुहोस्। अब मलाई एक्लै बस्न मन लाग्छ होइन, जो पाए त्यहीसँग बस्नु भन्दा एक्लै बस्छु भन्ने हो। तर अलिकति महँगो, अलिक गाह्रो हुँदो रहेछ, अलिक थोरै गाह्रो हुँदो रहेछ, सबै कुराहरू अलिक बिल धेरै आउँदो रहेछ होइन, त्यही भएर अलिक गाह्रो चाहिँ हुँदो रहेछ। त्यही पनि अब आफूले अब बस्न थालेपछि अब सर्भाइभ गर्न चाहिँ अब जे सिक्नुपर्ने हो नि त, बिस्तारै सिक्दैछु अब के गर्ने है। अब विदेशको बसाइ अब कहिले के ठिक छ केही छैन। अब बस्न थालिसकेपछि छोड्ने कुरो हुँदैन, पेमेन्ट भइसकेको छ, 2 वर्षको कन्ट्र्याक्ट भइसकेको छ होइन, बिचमा छोड्न मिल्दैन, फाइन हुन्छ नि त। त्यही भएर इट्स ओके, अब जसरी सर्भाइभ हुन्छ गर्ने हो, जसरी जे हुन्छ गर्ने हो। अब स्टेप चालिसकेपछि होइन, एउटा पाइला अगाडि बढाइसकेपछि पछाडि हट्नेको मेरो बानी छैन फेरि, जेसुकै होस्। स्टेप अप भइसकेको छ, म बस्न थालिसकेँ, अब कन्टिन्यू बस्छु, त्यसको प्रब्लम छैन। बरु यसो सर्भाइभ गर्नलाई कसरी के हुन्छ, बरु आइडियाहरू कसैलाई छ भने मलाई दिनुहोस् भन्छु म चाहिँ। त्यही हो गाइज होइन, तपाईँ जसरी बस्दै हुनुहुन्छ राम्रोसँग बस्नुहोस् होइन। त्यही हो, विदेशमा अब साथीभाइसँग बस्नु भन्दा पनि अब मिलेर सकेसम्म त मिलेर साथीभाइसँग बस्दा नि ठिक होइन। अब नमिल्ने भन्दा किन त्यो किचकल्लो सहेर बस्नु, किन त्यो दिनदिनैको झगडा सहेर बस्नु, त्योभन्दा एक्लै बस्नु ठिक, एकदमै आनन्द चिल, एक्लै आफूले खाए नखाए, सुते भोकै सुत्यो, खाएर सुत्यो, मिठो खाएर सुत्यो, नमिठो खाएर सुत्यो, मतलब हुँदैन एक्लै भएपछि। त्यही मलाई नि एक्लोपन चाहिँ एकदम मनपर्छ होइन। त्यो अब फेक फ्रेन्ड्स होइन, फेक रिलेटिभ्स, फेक पिपुल्स भन्दा आफू एक्लै बस्न मलाई एकदमै राम्रो लाग्छ होइन। त्यही भएर त्यही हो गाइज होइन, अलिक अब गाह्रो हुँदैछ लाइफ। अब बिस्तारै 1 महिना 2 महिना 3 महिना भएपछि बिस्तारै सजिलो पनि होला भन्ने होइन। अलवेज बी पोजिटिभ भन्छु म चाहिँ, म अलवेज बी पोजिटिभ नै हुन्छु। त्यही पनि अब महँगी नै छैन, महँगीमा चाहिँ कसरी पोजिटिभ हुन सकिन्छ र होइन। त्यही हो गाइज है, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। तपाईँहरू पनि एक्लै बस्दै हुनुहुन्छ, राम्रोसँग बस्नुहोस् होइन, आफ्नो जिन्दगी राम्रोसँग कटाउनुहोस्, आफ्नो लाइफमा सधैँ पोजिटिभ हुनुहोस् भन्छु म चाहिँ। थ्याङ्क यू गाइज, थ्याङ्क यू।